हाम्रो 99% मान्छेलाई यो कुरा थाहा छैन। तपाईको नाम भोटर कार्डको एसआर लिस्टमा काटियो काटेन भनेर कसरी थाहा पाउने भनी यो भिडियोमा तपाईलाई बताउँछु। भिडियो अन्त्यसम्म हेर्नु होला। सर्वप्रथम त गुगलमा जानुहोस् र माथि गुगलमा सर्च गर्नुहोस् भोटर कार्ड सर्च इन इलेक्टोरल आउँछ। यो फर्स्टकै यो थिच्नुहोस् अनि तपाईको हातमा सर्वप्रथम भोटर कार्ड लिनुहोस्। तपाईको भोटर कार्ड लिनुहोस् त्यो लिनुहोस्। त्यो भोटर कार्ड लिइसकेपछि माथिपट्टि तपाईको के हुन्छ एपिक नम्बर हुन्छ। एपिक नम्बर यहाँ हाल्नुहोस्। एपिक नम्बर लेखेकोमा हाल्नुहोस् एबीबी यसरी हालेपछि अरु केही पनि नहाल्नुहोस्। मुनि गएर क्याप्चा हाल्नुहोस्। सिम्पल तरिका टक्क यस्तो गरेपछि यहाँ लेखेर आइहाल्छ इलेक्टोरल इज अन्डर एडजुडिक्सन भनेर आउँछ। इलेक्टोरल इज अन्डर एडजुडिक्सन भनेर आउँछ। यो भन्नुको मतलब चाहिँ तपाईको भोटर कार्ड चाहिँ शंकाको घेरामा छ, तपाईको अझै छानबिन हुँदैछ भनेको हो। र फेरि अझै एउटा देखाउँछु अर्कोबाट जो चाहिँ सक्सेसफुल भएको छ है उहाँको कसरी देखाउँछु हेर्नु है। कार्ड नम्बर हाल्नुहोस् उहाँको पनि त्यसरी नै फेरि क्याप्चा हाल्नुहोस्। यहाँ क्याप बक्समा जे लेखेछ त्यो क्याप्चा हाल्नुहोस्। उहाँको चाहिँ देखाए हो भन्नुको मतलब उहाँको चाहिँ डिलिट भएको छ, उहाँको चाहिँ लिस्टमा छ नाम हो भनेर देखाए। यो एउटा तरिका सजिलो तरिका है। तपाईहरु कहीँ पनि केही पनि कुनै पनि पीडीएफ खोज्नै पर्दैन। कसैको पनि भोटर कार्डको नम्बर लिनुस् एपिक नम्बर यसरी सर्च गर्नुस् बास भइहाल्छ ल। यस्तो भिडियोको लागि मो बोटलाई लाइक शेयर अनि सब्स्क्राइब फलो गर्नुस्। यो भिडियो जति सक्दो शेयर गर्नुस् है।